गर्नुहुन्छ म बुढी मान्छेलाई हेर्नु हजुरले नमस्ते बाबा जाऊ त बहिनी समात त जाऊ त बाबु मैले के गर्न सक्छु र सहयोग गर्नुहुन्छ खै अब मलाई के हात यो पैसा आयो सहयोग अब त मैले केही गर्नु पैसा दिनु न होला मैले यस्ता फेसबुकमा बात मार्न जान्दिनँ म नपढेकी मान्छेले हेर्नु भाइ हुनुहुन्छ कि छोरा हुन्छ तपाईलाई सजिलो तरिकाले बुझाउन र सहयोग गर्न प्रयास गर्छु तपाईलाई कुन प्रकारको सहयोग चाहिन्छ उदाहरणका लागि सामाजिक सेवा वा अरू कुनै उपाय म यति सक्दो अनि सामान के दिनुहुन्छ हजुरले मलाई सहयोग गर्छ म तपाईलाई केही सुझाव दिन सक्छु तपाई यदि सामाजिक सेवा वृद्धजनका लागि सहयोग गर्ने संस्थाहरू वा सरकारी सहायता कार्यक्रमहरूमा जानकारी दिन सक्नुहुन्छ म तपाईलाई यस्तै स्रोतहरूको बारेमा जानकारी दिन सक्छु मलाई सेयरको बारेमा भन्नु न म बुढी मान्छेलाई यसो अलिअलि छोराहरूले दुःख दियो भने यसो पैसा यसो सेयर राखौँला अलिअलि तपाईको अवस्था साँच्चै गाह्रो छ भने तपाईँ स्थानीय सामाजिक सेवा कार्यालय वा वृद्धजनका लागि काम गर्ने एनजिओहरूमा सम्पर्क गर्न सक्नुहुन्छ उनीहरूले आर्थिक सहयोग कानुनी सल्लाह वा अन्य सहयोग दिन्छ अनि खै म अलबिर त मेरो उमेर पनि भयो 60 वर्ष घटेँ अनि खै भत्ता पनि आउन्न छोराहरू भन्ने कुरा जान्नुभएको छ कि त्यस्तै हो होइन अब त्यस्तै आइछ हेर्नु बुढा स्यालमा त तपाईको उमेर र अवस्था अनुसार साँच्चै पनि तपाईलाई सहयोगको आवश्यकता पर्छ म तपाईलाई सुझाव दिन्छु कि स्थानीय नगरपालिकाको सामाजिक सेवा शाखा वा वृद्ध भत्ताका बारेमा जानकारी दिनुहोस् ताकि तपाईलाई सबै सहयोग मिलोस् अनि हजुरको घर कहाँ पऱ्यो मेरो घर नि बताउन पऱ्यो त्यसै अब त कसरी आउँछ त नि ठेगाना नदिइकन त आउने कुरो नि हुन्न नि हो बिल्कुल तपाईले आफ्नै घरको ठेगाना सही तरिकाले बुझाउनुपर्छ ताकि तपाईलाई भत्ताको लागि अनि मेरो घर त बलेवा हो होइन अब हजुरको कहाँ हो के हो हजुरको नाम चाहियो अब यताउति सल्लाह गर्न पऱ्यो मलाई फेरि यस्तो जान्दिनँ भन्न अर्न गएर सेयर खोल्न पनि जान्दिनँ मलाई सहयोग गर्नुपर्छ हेर्नु अब त्यस्तै त छोराछोरी बाहिर छन् अब त्यस्तै हो हजुरलाई बुढाबुढी देख्नु भएको छ अब थाहै छ हजुरलाई त्यस्तै हो म तपाईको स्थितिमा छु म तपाईलाई सजिलो बनाउन स्थानीय सामाजिक सेवा कार्यालय वा वृद्धजन सहायता केन्द्रहरूमा सिधै सम्पर्क गर्न सुझाव दिन्छु ताकि उनीहरू तपाईलाई आवश्यक सहयोग गराउन सक्छ धन्यवाद ल बाबु धन्यवाद छ धेरै धेरै है हुन्छ त तपाईको समयका लागि धन्यवाद ल हजुरको लागि पनि धन्यवाद छ धेरै धेरै